हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। यो मेरो सायद फर्स्ट भिडियो नै हुनेछ। ल यो भिडियोमा कुरा चाहिँ के हो भन्दाखेरि 2083 आईई एक्जामिनेसन माई एक्सपिरियन्स, हाउ आई रिड, वाट आई डिड भन्ने कुरामा नै हो। यो चाहिँ 2084 मा जसले दिँदै हुनुहुन्छ 5 मिनट 10 मिनट निकालेर हेर्नु होला, एकदमै काम लाग्न सक्छ है। यसमा चाहिँ अरू मैले यस्तो भिडियो बनाएको नि हेरेछु, त्यसमा चाहिँ मैले भनेको कुरा चाहिँ छैन र सायद धेरैले त्यस्तो फिल हुन्छ क्या, किनभने मैले भर्खर दिएको नि। अनि मलाई के भयो सबै याद छ, त्यही भएर मैले राम्रोसित भन्न सक्छु। त्यही भएर हेर्नु होला यो भिडियो। आयु इक्जाम मलाई 12को इक्जाम दिनुभन्दा अगाडि केही नै थाहा थिएन। आयु भनेको के हो होइन, अलिअलि त थाहा थियो, त्यस्तो थाहा नै नभएको त थिएन। इन्जिनियरिङ पढ्ने भन्ने त्यति थाहा थियो, तर मैले इलेक्ट्रिकल पढ्छु भन्ने त्यति थाहा थियो कि मलाई। अनि अब इलेक्ट्रिकल त पढ्ने, त्यसको लागि इक्जाम दिनुपर्छ भन्ने थाहा थियो होइन। तर आयु इक्जाम दिनुपर्छ यस्तो टफ हुन्छ जस्तो लाग्थेन। अनि के भयो भन्दाखेरि त एकदम सुरुमा दिनियो, 12को यादै छ, 11को रिभाइज हान्नियो, दिनियो, निस्किन्छ जस्तो लाग्थ्यो, सजिलो होला जस्तो लाग्यो होइन। अनि त्यसपछि के गरेँ भन्दाखेरि मैले के अरे युट्युबमा चाहिँ अरू साथीहरू त घुम्न गइरहेको थिएँ, म पनि घुम्न जाने भन्ने प्लानमा थिएँ। त्यसपछि अब आयु इक्जाम अलि चाँडै नै हुन्छ कि जस्तो कुरा आइरहेको थियो, त्यही भएर अहिले इक्जाम दिएपछि चाहिँ घुम्न जाम्ला जति जाने हो भन्ने सोच आयो। त्यसपछि युट्युबमा चाहिँ अब त्यस्तो आइडिया थिएन होइन, इक्जाम भनेको के हो यताउति के भनेर। त्यही भएर युट्युब जताजतै 2 दिन लाएर सबै कुरा बुझेँ। आईमा के हुन्छ, आईमा डब्लुआरसी भनेको के हो, इआरसी भनेको केही थाहा थिएन होइन। त्यसपछि पुलचोक भनेको, अब पुलचोकको त नाम त सुनिरहेको, तर पुलचोक के आइछ होइन। त्यसपछि थापाथली के आइछ, यताउति सब बुझ्न थालेँ। सुस्ता इक्जाम दिँदासम्म मलाई सबै कुरा क्लियर भयो, कस्तो आइछ के आइछ भनेर। अब त्यतातिर नजाम, अब म के गरेँ भन्दाखेरि युट्युबमा 2 दिन त त्यही टाइम लाग्यो होइन, के हो यताउति आयो भनेर। त्यसपछि चाहिँ मैले युट्युबमै यु थिङ्क क्रेजीको म्याथको ट्रिक्सहरू हेर्न थालेँ कि सुरुबाटै। भन्नाले सुरुबाटै मैले ट्रिग्नोमेट्री होइन कम्प्लेक्स नम्बर्स पढेँ होइन। त्यसपछि ट्रिग्नोमेट्री, त्यसपछि सेट फङ्सनहरू पढ्न थालेँ कि ट्रिकहरू। त्यो यु थिङ्क क्रेजीको रोहन सरले चाहिँ यस्तै ट्रिकहरू गराएर पढाउँथे, मस्त नोट गराउँदै पढ्न थालेँ, मजा लागिरहेको थियो। क्यालकुलेटरमा हानु एन्सर निस्किरहेको थियो होइन, इजी हो, मस्त कट्छ जस्तो लागिरहेको थियो। अनि सोध्ने पनि म्याथबाट धेरै आइछ। अनि त्यसपछि त हुन्छ जस्तो लाग्यो, म घरै थिएँ फेरि। अब के हो भन्दाखेरि इक्जाम असारको 30 गतेतिरै हुने अरे, भनेको अब 20-25 दिनमा इक्जाम हुने अरे भन्ने भयो होइन। अब फिजिक्स छ छैन, केमिस्ट्री छ छैन, बरु 12को त बरु यादै थियो होइन, भर्खर इक्जाम दिएको। 11को चाहिँ अलिक खाइदो रहेछ क्या। त्यसपछि अब कुरा के भन्दाखेरि म काठमाडौँ गएँ त्यसपछि होइन। त्यसपछि काठमाडौँमा गएँ, दाइको रुममा 2 जना बसिन्थ्यो। त्यसपछि मैले फिजिक्स पनि हेरिरहन्थेँ घरमा हुँदा। फिजिक्स बिहानतिर हेर्थेँ, केमिस्ट्री त हेरेकै थिएन भनौँ। फिजिक्सको चाहिँ मैले मोडर्न फिजिक्सकै त्यही रोहन सरकै भिडियो हेरिरहन्थेँ। तर रोहन सरको भिडियो नहेर्न पर्ने रहेछ मोडर्न फिजिक्स चाहिँ अलि राम्रो। त्यसमा चाहिँ अलि ठ्याक्क क्वेसन मलाई चाहिँ आउन त आएको थियो, तर अरू अनुराग सर हो कि सर भन्नेले पढाएको थियो क्या हो, त्यो सरको हेर्न पर्थ्यो क्या। मैले मोडर्न फिजिक्स चाहिँ जियोस् अलि राम्रो लागेन मलाई म्याथको जस्तो क्या, अलि ट्याक्क इक्जाममा पर्ने जस्तो होइन, त्यस्तो मजा आएको थिएन। अनि त्यसपछि मैले काठमाडौँ गएर पढ्न थालेँ। त्यसपछि मक टेस्ट भन्ने दिन थालेँ क्या। मक टेस्ट दिएको मेरो फर्स्ट मक टेस्टमा कति आएको छ, 140 मा 45। ए भेजा, म त 45 भनेको त बिलो एभरेजको नि एभरेज हो नि यार, फेलै हो भने नि हुन्छ, धन्न फेल त भएन। तर त्यस्तो क्या, हेर म्याथको लगभग पढेको थिएन, के हो भएको थियो। म उता पीको दिन गएको थिएँ, त्यति आयो, हरिब डिमोटिभेट फेल भयो। अब त म सक्दिनँ, यत्रो पढेर त भएन। कोर्स त बाँकी थियो अझै फिजिक्सको र केमिस्ट्रीको। केमिस्ट्री त अझै त्यतिखेर अझै पनि छोथेन क्या मैले, त्यो फिजिकल केमिस्ट्री छोथेँ, अर्ग्यानिकतिर गएकै थिएन, किनभने 12को त याद छ भन्ने थियो घमण्ड। त्यसपछि छोडिदिउँ क्या यार, 45 आयो यार, 60 पनि कहिले गर्छ जस्तो लाग्दैन क्या, 60 नै गर्छ जस्तो लाग्दैन अरूको त। अनि त्यसपछि त रिजल्ट आउँथ्यो क्या, 120, 21, 22 ल्याउँदा त मेरो 45। म के सोच्थेँ, म त जति पढे पनि सक्दिनँ, 121 त मरे पनि सक्दिनँ। अब म के घरै जाऊँ कि जस्तो भयो क्या यार, 45 आइरह, काठमाडौँ पढ्न भनेर आइरहेको 45 आइरह 140 मा। यस्तो नराम्रो लाग्यो यार, पढ्नै मन लागेन। दाइले पनि भन्न लाज
त्यसपछि त अब त मैले क्विटै गर्छु जस्तो लाग्यो यार। 45 भनेको लास्टै कम हो नि यार। लगभग 20 दिन जति भइसकेको थियो पढेको नि। 20 दिनमा 45 त्यो त मैले 12 पढेर भ्याएर यतिकै तुक्का हानेको नि आउँथ्यो होला के, केही पनि नपढिकिने। 140 मा त यार त्यस्तो भएको थियो यार म त। त्यसपछि अर्को हप्ता पनि अब मनमा पत्थर राखी पढेँ होइन। लास्ट डिमोटिभेट फेल भएको थियो त्यो हप्ता। त्यसपछि फेरि मक टेस्ट दिन गएँ। त्यसको मक टेस्ट चाहिँ म साथीहरूसित हिमालयन कलेजमा गर्थेँ। मक टेस्ट फेरि भइरहँदो रहेछ क्या हरेक कलेजमा। फेसबुकमा ट्याक्क आउने, रेजिस्ट्रेसन गर्ने, गइदिने होइन, जहाँ नजिक छ त्यहीँ। अनि हिमालयनमा दिँदाखेरि कति 66 आयो क्या होइन। भनेको प्रोग्रेस त देखेँ मैले, वा प्रोग्रेस त भयो भन्ने भयो मलाई होइन। तर अनि त्यो टोटल साथीहरूको हेर्दाखेरि कसम 80 त ल्याएकै थियो साथीहरूले पनि होइन। कमतिर मेरै आएको थियो। त्यसपछि अरूको हेर्दाखेरि 120-22 आउँदाखेरि त आउनै जस्तो लाग्थ्यो कि। अझै पनि बढ्न त बढेको थियो। 45 बाट 66 भनेको त केही होइन नि फेरि। 140 मा कम्तीमा पनि 80-90 त मिनिमम ल्याउनु पर्ने हो। 80 तिर त मिनिमम ल्याउनु पर्ने हो के। अलि जान्ने भएपछि पढ्न आएन। अझै पनि कमै आएको थियो। दाइले भने 66 थियो। ठिक छ, पहिलाभन्दा त धेरै प्रोग्रेस नै हो। तर 66 ले तेरो नाम निस्किन्न हेर। इन्जिनियरिङ त पढ्न पाउँछस् तर पुरै पैसा तिरेर पढ्न पर्छ, त्यो काम छैन भन्नुभयो। अझै डिमोटिभेट फिल, बढा जस्तो लाग्ने आफूलाई मार्क्स होइन, प्रोग्रेस भयो जस्तो माग्ने। तर अरूको ओभरअल हेर्दाखेरि चाहिँ आफ्नो कम भयो जस्तो मान्ने। अनि यतिमा नाम निस्किन जस्तो लाग्ने। अनि पढ्न नमन लाग्ने, छोडिदिन मन लाग्ने कि पढ्नै मन लाग्दैन, छोडिदिन मन लाग्ने। त्यसपछि पनि अब के गर्ने, पढ्नै पर्यो। मैले फेरि कसरी पढेँ भन्दाखेरि चाहिँ मैले युथिङ क्रेजीको क्लास लिएँ क्या। अब केही थाहा थिएन। सुरुमै त युथिङ हेरिरहन्थेँ। अनि त्यो रोहन जरवालाले फेसबुकमा हालिरहन्थेँ होइन। अब होला त नि भनेर 6000 को लिएँ। बुक पनि पाएँ घरै। त्यो चाहिँ मैले घरै जानुभन्दा अगाडि, काठमाडौँ जानुभन्दा अगाडि 2-3 दिन अगाडि गरेको थिएँ। अनि पढ्न पनि थालेँ अनलाइन। तर पछि के रियलाइज भयो भन्दाखेरि युथिङ क्रेजी ओभर रेटेड रहेछ होइन। राम्रो पढाउन त त्यस्तो नराम्रो भन्दिनँ होइन। तर क्ल्याम्पुहरू छ नि, पीहरू भन्दा अलिक लो लेभलको क्वालिटी पढाइ हुने कि त्यस्तो मलाई फिल भयो। अब त्यो होला कि नहोला त मलाई थाहा भएन। अब सुरुमा त के थाहा त नि मलाई होइन। अब जेमा पढिरहन्थेँ त्यसैको त लिने भएँ। अलिक रिसर्च भएन। पछि पढ्दै गर्दै बुझ्दै गएपछि आफै थाहा हुँदो रहेछ कि सबै कुराहरू। त्यो आत्ति नि होइन छ पढ्ने। तर यस्तै कुरामा चाहिँ अलि रिसर्चै गरेर लिन पर्दो रहेछ कोर्सहरू। धन्न 6000 को लिएछु। त्यसपछि मैले काठमाडौँ गएपछि त पढ्नै छोडिदिएँ युथिङ क्रेजीबाट। आफै पढ्न थालेँ। भयो यसबाट मैले पढ्दिनँ भन्ने लाग्यो कि। किनभने चाहिँ एकदम पुरै सुरुबाट पढाउने, टाइम पनि असारको 30 गते भन्दै बसेँ। अब मैले सबै सुरुबाट हेर्न थालेँ भने त्यसै त मार्क्स कमाइरह। सुरुबाट पढ्न नि मन लाग्दैन। के गरेँ भन्दाखेरि आफै नोट कपी झिक्ने अथवा बुक झिक्ने, पुरै पढ्दिने होइन त्यो। अनि त्यसपछि चाहिँ क्वेसन प्र्याक्टिसको लागि चाहिँ युथिङको बुक थियो। तर त्यसमा चाहिँ सेट थिएन के। एउटा च्याप्टरको पुरै क्वेसनहरू होइन, अर्को च्याप्टरको पुरै क्वेसनहरू त्यस्तो थियो। त्यसरी चाहिँ टाइम लाग्ने भयो। असारको 30 गते इक्जाम पनि भयो, जाडो भयो भनेर मैले के गरेँ, एउटा सेट जस्तो लिन पर्ला जसमा चाहिँ सबै पुरानो पास्ट इयरको क्वेसनहरू आउला भन्ने सोचिरहेको थिएँ किन्ने। तर किने चाहिँ थिएन होइन। अनि त्यसपछि मैले के गर्नु थालेँ भन्दाखेरि युट्युबमा चाहिँ विवेक सुवेदी दाईको भिडियोहरू होइन, सरोज बसुज दाईको भिडियोहरू, त्यसपछि प्रशान्त कार्की दाई, अनि त्यसपछि एउटा डेल्टा गेमिङ के गेमिङ सबको क्या म्याजिक क्वेसनहरू, इम्पोर्टेन्ट क्वेसनहरू, पास्ट क्वेसनहरू सल्भ गरेकोहरू सब गर्न थालेँ। त्यसपछि अलि दिमाग खुल्यो क्या। अलि यस्तो हुँदो रहेछ, अलि यस्तो आउँदो रहेछ होइन। धेरै गाह्रो पनि पढ्न पर्दो रहेन। त्यसपछि 1 मार्क्सको 100 मार्क्सको कन्भर्ट हुन्छ। अब 140 को पहिला त 140 मार्क्सको आइरह्यो नि, अब 100 मार्क्सको आउने भन्ने भयो ट्रेन्ड। त्यसपछि अब न्युमेरिकल पनि त्यस्तो गाह्रो आउन जस्तो भयो। त्यसपछि त्यस्तै लेभलको पढ्न थालेँ। 100 मार्क्सको कन्भर्ट हुँदाखेरि पनि कति आयो मेरो, 45 आयो कि। फेरि 100 मार्क्सकोमा 45 आयो। जति पढेको भए हुन्न, जाला पढ्नै मन लाग्दैन। अनि त्यसपछि 100 मार्क्स पनि 45 आयो। इक्जाम आउन 2 हप्ता जति 45 आयो। पढ्नै मन लाग्दैन। अनि त्यसपछि अब के गर्ने त, पढ्दै गएँ। फेरि 140 मा कन्भर्ट भएछ। 140 मा कन्भर्ट भएछ। त्यसपछि फेरि एउटा मक टेस्ट दिएँ। कता गएर खै कुनै मोडर्न के कलेज भन्ने थियो, त्यहाँ गएर दिएको। त्यही 66 आयो फेरि 140 मा। ठ्याक्कै 66 आएको थियो क्या। 66 67 आयो। अब यतिमा त निस्किन नाम भन्ने भयो। अब युट्युबमै हेर्न पढ्न थालेँ। म्याजिक क्वेसनहरू, इम्पोर्टेन्ट क्वेसनहरू, पास्ट क्वेसन, इम्पोर्टेन्ट क्वेसन भन्दै हेर्न थालेँ। नोट गराउँदै थालेँ। त्यसपछि
पोखराको चाहिँ इक्जाम दिन गएँ म। पोखराको चाहिँ के भन्दाखेरि अलि सरकारी स्कुलबाट पढेकोलाई प्राथमिकता दिने है छ, प्राइभेट पढेकोलाई अलि कोटा हुँदो रहेछ कि, प्राइभेट पढेकोलाई अलि त्यस्तो केही हुने होइन छ। अब धेरै मार्क्स ल्याउनु भने त अभियसली हुने भइछ, नत्र चाहिँ प्रायोरिटी चाहिँ त्यही गभर्मेन्ट पढेकोलाई हुँदो रहेछ। त्यही भएर मेरो साथी कोही पनि गरेनन् प्राइभेट पढेको, मलाई चुल थियो, म गइदिएँ। म चाहिँ गइदिएँ, इक्जाम दिँदाखेरि ज्वरो आइदियो, इक्जाम पनि दिएँ। खोकिला अझै खोकिला आइरहेको क्या। अनि त्यसपछि त्यतिखेर त खोकिला रुवाला ज्वरो आइरहेको थियो पोखराको इक्जाम दिँदा। त्यसपछि पोखराको इक्जाम दिन गएँ, 2 दिनपछि आयुको इक्जाम थियो। पोखराको इक्जाम दिन गएँ, क्ल्याम्पुकबाट कति हजार दिएको थिएँ यार मैले पैसा, 3500 कति दिएको थिएँ बिर्सेँ, यस्तो कति दिएको थिएँ। अनि त्यसपछि पोखराबाट आएँ, त्यो दिन हल्का रेस्ट गरेँ, अनि राति पढेँ त्यही दिन। त्यसपछि अर्को दिन अब रिभाइज हान्न पऱ्यो, पढेको कुराहरू, युट्युबबाट पढेको कुराहरू, नोट बनाएको कुराहरू रिभाइज जाने, अर्को दिन पनि रिभाइज जाने। त्यसपछि इक्जाम थियो, इक्जाम दिन गएँ पुलचोकमा, फर्स्ट टाइम थियो। हेर्दाखेरि चाहिँ उता पछाडिको टोइलेट कति फोहोर थियो यार। त्यसपछि चाहिँ इक्जाम दिन गएँ, अनि त्यसपछि इक्जाम दिन गएँ, इक्जाम दिएँ, खोकी लाएर तनाव भइरहेको थियो, खोकी लागिरहेको थियो। त्यहाँको बस्छन् नि गार्डहरू क्लासमा क्या, 2-3टा बसिरहेको थिएँ। क्लास भन्दा इक्जाममा कम्प्युटरमा दिने हो के अरे, पानी ल्याएर दिएको त्यही गरिरहेको थिएँ खोकेर। मैले गर्दाखेरि कतिले डिस्टर्ब पनि भएको थियो होला बिचरा, अब के गरौँ त, मैले पनि दिनै पर्यो। खोक्दै इक्जाम दिँदै गरेँ, पानी खाँदै 1 बोतल पानी भ्याएको कि मैले, त्यो मिनरल वाटर हुन्छ नि, 1 बोतल भ्याएको क्या। मैले मात्र खाइरहेको थिएँ यार पानी, खाहु त्यो पानी खाएर चाहिँ के हुँदो रहेछ अलिक खोकी रोकिँदो जस्तो माने कि मैले। अनि त्यही खाएँ, इक्जाम पनि जियोस्। मैले इक्जाम दिँदाखेरि, इक्जाम दिएर भ्याएपछि कस्तो फिल भएको थियो भन्दाखेरि, युट्युबबाट मैले हेरेको एकदम ठिक भयो होइन। पास्ट क्वेसनहरू मैले एउटा कुरा भन्नु बिर्सेँ यार, इक्जाम दिनुभन्दा अगाडि कति 8-9 दिन अगाडि चाहिँ दाइले मलाई इपिसिएमको पास्ट इयर बुक थियो नि, 2081 को बुक ल्याएर मलाई दिनुभएको थियो, यसको पास्ट क्वेसन गर भनेर। मैले त्यही कति भन्दाखेरि 2078सम्म चाहिँ पुरै पास्ट क्वेसन एन्सरहरू गरेँ, घोक्न पर्ने घोके पनि होइन। अनि त्यसपछि युट्युबबाट पनि पुरै पढेको थिएँ। अनि त्यसपछि जाँदाखेरि चाहिँ मैले इपिसिएम गरेको र युट्युबबाट पढेको एकदम फाइदा भयो जस्तो माने। अनि मलाई कस्तो फिल भएको थियो भन्दाखेरि, मैले अहिलेसम्म जति पनि मक टेस्ट दिएँ त्योभन्दा बेस्टै गरेँ जस्तो लाग्थ्यो कि त्यो इक्जामको दिन। त्यसपछि इक्जाम दिएर काठमाडौँ यसो घुमेँ दिदीसित, दिदी थिम गएर, दिदी पनि काठमाडौँ नै बस्नुहुन्थ्यो। त्यसपछि घर आएँ, होइन मामा घर गएँ, मामा घरमा चाहिँ आयुको रिजल्ट आयो, डर लागिरहेको थियो। यस्तो होप त केही थिएन, हेरेको 1100 र्याङ्क आएर रहेछ, 1153। तिजोस् म त खुसी भयो नि अभियसली यार। कति 12,700 कतिले दिँदै थिएँ, म त 5,000 6,000सम्म आउला भन्ने सोचिरहेको थिएँ कि, किनभने अभियसली मक टेस्टमा नि केही प्रोग्रेस थिएन, न कसैमा प्रोग्रेस थियो। डाइरेक्ट आयो इक्जाम दिन गएँ, डर लागिरहेको थियो, हुन्न जस्तो लागिरहेको थियो। 81 1100 आउँदाखेरि त धेरै जो राम्रो गर्छ जस्तो लाग्यो कि। अभियसली त्यो पनि राम्रो होइन होइन, कतिलाई हो पनि। तर मैले त सोचेको 6,000 5,000 यस्तै आउला कि 2-3 हजार नै आउला कि जस्तो लागिरहेको थियो। 1100 आउँदै त धेरै जो राम्रो आयो जस्तो माने। अब 1100 मा मैले के पाउँछु भनेर हेर्न थालेँ, यताउति गर्न थालेँ। अहिले मैले सिभिल पढ्दैछु, सिभिल पढ्नेवाला छु, थापाथलीमा भरेको। अनि एउटा चाहिँ कान्तिपुर इन्जिनियरिङ कलेजमा चाहिँ प्री बुक गरेर राखेको छु कि सेफ्टीलाई। थापाथली निस्क्यो भने त्यही पढ्छु रेगुलरमा, नत्र कान्तिपुर छँदैछ। के हुँदो रहेछ भन्दाखेरि इक्जाम दिँदाखेरि मार्क्स आएन भने लास्टै डिमोटिभेट, पढ्नै मन लाग्दो रहेन, गिभ अप गर्न मन लाग्दो रहेछ। अनि गर्नै मन लाग्छ कि, लास्ट गर्न मन लाग्छ गिभ अप। आउन 140 मा 45 आएको थियो क्या यार। कसरी पढ्न मन लाग्छ र, पढ्यो दिसभरि होइन, आउँदाखेरि मार्क्सै आउन्न। अब एमसीको फेरि गरै नमिल्ने कि मेरो, त्यस्तो भयो भनेपछि अब हजुरले के भन्दाखेरि जति मार्क्स कमा पनि गिभ अप नगर्नु, युट्युबबाट पढ्नुहोस् होइन, पास्ट क्वेसनहरू जति गर्न सक्नुहुन्छ गर्नुहोस्। अघि मैले भने नि च्यानलहरूको नाम, तिनीहरूबाट सबै भ्याइदिनुहोस्। अरू पनि भेटिन्छन् तिनीहरूको, अब मैले नाम बिर्सिएँ होइन, के थियो के अरे, त्यो हेर्नुहोस् होइन। अनि रिसर्च गर्नुहोस् के कस्तो हुँदो रहेछ आयो इक्जाम दिँदाखेरि यताउति होइन, सबै कलेजहरूको बारेमा बुझ्नुहोस्, इक्जाम दिएपछि के हुँदो रहेछ। त्यही अब अहिले चाहिँ के भयो भन्दाखेरि 12 इक्जाम सकिने बित्तिकै गराए। पहिला अलि ढिलो हुन्थ्यो होइन सुरु पनि, अहिले चाँडै भयो। अनि 100 मार्क्स 140 मार्क्स गराए, असारको 30 गते भन्दै फेरि
साउनमा पुऱ्याएँ। साउन 11 गते अलिक प्रेसर भएको थियो अनि मार्क्स पनि कम आएको थियो। कस्तो फिल भएको थियो, डिमोटिभेटेड, डिसएपोइन्टमेन्ट सबै भएको थियो कि जति हुनसक्छ सबै भइसकेको थियो। र हार मानिएन, छोडिदिन्छु भन्ने भए पनि भएको थियो मलाई त एकचोटि 45 आउँदा त आउन्न। कस्ता कस्ता विद्यार्थी हुन्छन् हेर्नु, 140 मा 20-30 ल्याउँछन्। अरू त हुन्छ नि त्यो पीले क्ल्याम्पुकले हालिरहन्छ कि रिजल्ट पब्लिस्ड भन्दै, त्यो मक टेस्ट दिएकोहरूको त्यो हेर्दाखेरि त लास्टै डिसएपोइन्टमेन्ट फिल हुन्छ यार। तर जे पढिरहने जस्तो हुन्छ, जे हुन्छ गडमा बिलिभ गर्ने, इक्जाम दिने, मेहनत गऱ्यो भने फल त पाइन्छ। हेर्नु, मक टेस्ट छोडिदिनुहोस्, पढ्नुहोस्, मक टेस्ट राम्रो गर्नुहोस्, छोडिदिनु हुँदैन नि, राम्रो गर्नुहोस्। मार्क्स आएन भने पनि डिमोटिभेट नहुनुहोस्, इक्जाम दिनुहोस्, केही हुन्न। निस्किन्छ, निस्केन भने अब के गर्ने त, अब निस्केन भने नि के गर्ने त। अब त्योभन्दा बेटर केही आउला फ्युचरमा, होइन? त्यही सोच्नु पऱ्यो अब। त्यो भइगयो, त्यही हो। यही नै थियो मेरो जर्नी। 16 मिनटको भिडियो भइसकेछ। एकचोटि पज ल्याएको थिएँ, त्यसपछि ल्याएकै छैन, ननस्टप बोलेको बोलै। यही नै थियो मेरो जर्नी। 2083। अब जो नयाँ एस्पिरेन्ट हुँदै हुनुहुन्छ आइयुईको, यो भिडियो चाहिँ यहाँसम्म हेर्नुभयो भने हजुरलाई आइडिया त भयो होला कसरी मैले दिएँ, होइन? अल्दो मेरो ऱ्याङ्क त्यस्तो धेरै त होइन 1100 भनेको, तर एउटा कहाँ बिलो एभरेज स्टुडेन्टले 1100 ल्यायो फाइनल लास्टमा आउँदा। त्यो पनि अलि सन्चो थिएन मलाई, अझै पनि छैन, खोकिलाइरहन्छ। अनि त्यसपछि त्यही हो, मैले आफ्नो एउटा एभरेज स्टुडेन्टको पनि त सुन्नुपर्छ नि यार। खालि टपरको त लाखौँ भिडियो छ नि यार युट्युबमा, एभरेज भिडियोको छैन नि, कतै कसैले हाल्दैन। 1100 ऱ्याङ्कको स्टोरी भनेर कसैले हाल्दैन नि, हाल्दैन। सब टपरहरूको भिडियो हेर्थेँ होइन मैले युट्युबमा। के भन्थ्यो भन्दाखेरि अब उता क्ल्याम्पुलले पनि हाल्छ, उता एम्बिसन गुरुले नि हालिरह, पीले नि हालिरह, कुनको कहाँबाट पढेको थाहै छैन, जोतेको कि के गरेको, त्यस्तो केही अलि अनेस्टली भने जस्तै नलाग्ने के। पहिला 2079हरूको टपरहरूको कुराहरू सुन्दाखेरि चाहिँ हो कि जस्तो लाग्थ्यो। अनि कमेन्टमा हेर्दाखेरि गफ हाने कति पैसा दिएर बोलेको होस् भन्छन्, के हो जस्तो लाग्ने, होइन? अब पत्ताउने हो कि होइन जस्तो लाग्ने। अब मलाई त न त कसैले पैसा दिएछ, न त के बोलिरह। एउटा एकदम लो मार्क्स थियो, 1100सम्म आएको यार। लास्ट मिहिनेत गरेको नि यार। लास्टको एक हप्ता त हरि पढ्नु परेको थियो यार, 14-15 घन्टै पढ्दै थियो यार। तर पनि 1100 ऱ्याङ्क आयो। जस मैले सोचेको त बहुत 2-3 हजार 5 हजारसम्म त आउँछ जस्तो सोचिरहेको थिएँ। त्यही हो, धेरै अब जति बोल्यो त्यति लामो भिडियो हुन्छ। 17 मिनटसम्म त सायद कसैले नि हेर्नुहुन्न भिडियो, कसैले यहाँसम्म हेर्नु हो भने चाहिँ, होइन? एउटा इमोजी के भन्दाखेरि एउटा नेपालको झन्डा इमोजी हालिदिनु होला है त, मैले बुझ्छु यहाँसम्म कसैले हेरेँ भनेर। ल, थ्याङ्क यू सो मच फर वाचिङ, बाई।